ललितपुर उद्योग वाणिज्य संघ पिनिकगु वार्षिक साधारण सभा जुगुदु संघ पिनिकगु वार्षिक साधारण सभा यसले शुक्रबार छगु ज्याचोइ तथुइ जुगुखा ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछोया सभा नायसी जुगु ज्याचोया उलेजा ऊर्जा जलस्रोत कृषि सिंचाइ मन्त्री पम्फाफुसाल याना दिगुखा अहिलेको अवस्थामा हामीले यस क्षेत्रका व्यवसायका समस्यामाथि राज्यले विशेष सम्बोधन गरोस् भन्ने अपेक्षा राखेका छौँ। कोरोना संक्रमणको बेला स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने कार्यक्षेत्रमा निरन्तर सक्रिय हुने क्रममा प्रहरी प्रशासनसँग समन्वय गरेर सुरक्षा कर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुका साथै ललितपुर हस्तकला सङ्घको सहयोग र जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका थियौँ। यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा सङ्घले पुल्चोकस्थित अक्षेश्वर महाविद्यालयमा आइसोलेसन सेन्टर सञ्चालन गरेका थियौँ। यसबाट कोभिडका भिरान्जना लाभान्वित भएको थियो। कोभिडका कारण ज्यान गुमाउने सबै नेपाली तथा विश्वभरका सम्पूर्ण मानव जातिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आज सङ्क्रमित भइरहनुभएका सबैको शीघ्र स्वास्थ्यको लाभ कामना गर्दछु। त्यस्तै नेपाल सरकारले बजेट वक्तव्य मार्फत समेट्नुपर्ने ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने र राष्ट्र बैङ्कको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा सम्बन्धित निकायमा ध्यान गरेका थियौँ। ज्याचोले ऊर्जा जलस्रोत कृषि सिंचाइ मन्त्री पम्फाफुसाल, प्रतिनिधि सभाई सांसद कृष्णलाल महर्जन, प्रदेश सभाई सांसद शोभा साक्य, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, नेपाल उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघ त भिन्तुना देछासी थथगुनु गख तयारी कुख मैले यो ललितपुर उद्योग वाणिज्य संघलाई नै भन्छु, हामीले एउटा यहाँ छुट्टै कपडा उद्योग संघको औद्योगिक क्षेत्र बनाउनु पर्छ। किनकि पाटन औद्योगिक क्षेत्र सानो छ, हामी सबै घरेलु त्यो उद्योग लिएर त्यहाँ तान राख्न सक्दैनौँ। यहाँले पनि पहल गर्नुहोस्, मैले पनि त्यसलाई सहयोग गर्नेछु। चाहे त्यो क्षेत्रको खोजी गर्ने कुरामा होस् या बजेट लिएर त्यसलाई निर्माण गर्ने कुरामा होस्, मेरो सहयोग रहने मैले प्रतिबद्धता व्यक्त गर्छु। पाटन औद्योगिक क्षेत्र पनि अब हिजो ऐतिहासिक थियो, तर फेरि त्यो निरन्तरताको जस्तो भएको छ। हामीले त्यसलाई पुनर्निर्माण अलि आधुनिकीकरण, हामी डिजिटल युगमा गएका छौँ, त्यता लैजान पनि यो उद्योग वाणिज्य सङ्घले चाहिँ भूमिका खेलोस्। के सहयोग गर्नुपर्छ म सहयोग गर्न तयार छु। ललितपुर उद्योग वाणिज्य सङ्घले ललितपुरमा रहेका उद्योगहरूले विगत धेरै लामो समयदेखि आफ्नो व्यवसाय सञ्चालन गर्दा नाफामूलक भन्दा पनि एउटा स्वरोजगार रोजगार सृजना गर्ने र सेवामूलक पक्षलाई विशेष महत्त्व दिएर काम गरिरहनु भएको छ। अहिले जुन विगत 1.5 वर्षदेखि कोभिडको कारणले गर्दा देशमा या उद्योग व्यवसायमा विभिन्न समस्याहरू आएको हामी सबै जानकार नै छौँ। यस्तो बेलामा अझ ती पक्षले विशेष ध्यान दिएर यहाँहरूले चाहिँ आफ्नो नाफामूलकलाई पक्षले भन्दा पनि रोजगार दिने र सेवामूलकमा अझ विशेष महत्त्व दिएर अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यो ललितपुर जिल्लालाई हामी अन्तर्राष्ट्रिय स्तरबाट पनि हस्तकला नगरी भनेर घोषणा गरिसकेको अवस्था छ। यसलाई पनि यस उद्योग वाणिज्य सङ्घको तर्फबाट प्रमुख स्थानमा राखेर यस हस्तकला नगरीलाई उद्योगको नगरी भन्न सुहाउने गरेर काम गर्नुहुन्छ भन्ने पनि आशा र विश्वास लिन चाहन्छु। किनभने अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई हस्तकला नगरी घोषणा गर्नु यो हाम्रो लागि बहुत भाग्यको कुरा पनि हो र ललितपुरलाई हाम्रो भन्नुपर्दाखेरि हाम्रो ललितपुर नगरभरि नै हस्तकला र उद्योगले भरिएको यो क्षेत्र हो। ललितपुर महानगरपालिकाको पहल कदमीमा ललितपुर
सहकार्य गरेर हामीले पाटन दरबार क्षेत्रमा रहेका मूर्त र अमूर्त धेरै सम्पदाहरू हामीले निर्माण गर्यौँ, पुनः सञ्चालन गर्यौँ। उदाहरणको निमित्त अहिले बालकुमारी मन्दिर निर्माण सुरु भइसकेको छ। यस्तै हाम्रो नरसिंह मन्दिरको निर्माण सुरु भइसकेको छ। रुद्रायणी मन्दिरको निर्माण सुरु भइसकेको छ। धेरैवटा मन्दिरहरू चाहिँ निर्माण सुरु भइसकेको छ। हामी निर्वाचित भएर आइसकेपछिको अवस्थामा ललितपुर महानगर क्षेत्रमा 70वटा पार्टी पौवाहरू एकदमै पुरानो स्टाइलमा, पुरानो आर्किटेक्चरमा बन्न चाहिँ बनिसकेको छ। तपाईहरुको आउँदा कार्यक्रमहरूलाई पनि उद्योग वाणिज्य महासंघ मिलेर काम गर्न तयार छु भन्न चाहन्छु र तपाईहरुले आजको कार्य समिति, आजको यो जुन साधारण सभाले आफ्ना समस्याहरूलाई राख्नु हुने नै छ। तपाईहरुको बन्द सत्रबाट निस्किएको कुरालाई महासंघ त्यसलाई एड्रेस गरेर हामी व्यवसायहरूले आफ्नो गरी खाने कामको लागि अलिकति सहज वातावरण बनाउनको लागि राज्यसँग पहल गर्न उद्योग वाणिज्य महासंघ तपाईहरुसँग मिलेर काम गर्न सधैँ तत्पर छु भन्ने कुरा म निवेदन गर्न चाहन्छु। ललितपुर उद्योग वाणिज्य संघीय महासचिव रूपकमान महर्जन न्याकादिगु ज्याजोले उपाध्यक्ष विश्वराज बज्राचार्य शुभाध्यक्षना दिगु ख ललितपुर उद्योग वाणिज्य संघबाट चाहिँ जुन ललितपुरलाई चाहिँ वर्ल्ड क्राफ्ट काउन्सिलबाट चाहिँ ललितपुरलाई चाहिँ क्राफ्ट सिटीको रूपमा चाहिँ घोषणा गरिएको छ। त्यसलाई चाहिँ विशेष गरी हाम्रो अध्यक्षज्यूले पनि उहाँको स्वागत भाषणमा चाहिँ भनिसकेको अवस्थामा चाहिँ ललितपुरलाई क्राफ्ट सिटीको रूपमा चाहिँ जुन अगाडि बढाउने कार्यमा चाहिँ ललितपुर उद्योग वाणिज्य संघ चाहिँ सहकारी गर्न हामी एकदमै तयार छौँ। त्यसको लागि हामी अगाडि बढ्न चाहिँ तयार छौँ। त्यसको लागि ललितपुर महानगरपालिकाबाट चाहिँ प्रयास होस्, ललितपुर च्याम्बर चाहिँ अगाडि बढ्न चाहिँ तयार छ भन्ने भन्न चाहन्छु। ज्याचोले ललितपुर उद्योग वाणिज्य संघ निरन्तर नियाद सेवा यापी कर्मचारी तलिसे थिथि उद्योग संघ यातन हंगु ख केन्द्रीय अध्यक्ष श्री प्रेमलाल महर्जन आदरणीय भाइलाई धेरै बढाइ छ। माइन्ड फ्लो क्राफ्ट प्राइभेट लिमिटेडका द्वितीय स्थान हासिल गर्नुभयो पिपल क्राफ्ट एक्सपोर्ट प्रथम हुनुभएका थर्ड आई इन्टरनेसनल पेड कार्पेट्स तृतीय हुनुभएका फेयरतर्फ प्रथम तृतीय हुनुभएका हार्टले उद्योग प्राइभेट लिमिटेड आई क्राफ्टिङ स्टुडियो प्राइभेट लिमिटेड। यलो जिल्ला दुनिया व्यापारी समुदाय साझा हित संरक्षण व प्रवर्धनका लागि ललितपुर उद्योग वाणिज्य संघ 2023 साल चैत 4 गते स्थापना जुगु ख तुथा संघीय साधारण दुजपाखे जिनखुस व सुई नेम एसोसिएट दुजपाखे निन्याम व संस्थागत दुजपाखे जिन नेम याना मुक्क जिनखुस व नेगुम दुजदु